2 किलो चिनीका लागि 1 सरो कपडाका लागि आज भन्सार पारी गएपछि वारी आउँदा नेपाल प्रहरीको वर्दी लगाएका मान्छेले लट्ठी समाएर कुटिरहेको कुरा चाहिँ मलाई अलि ठिक लागेको छैन, रापरवालाई ठिक लागेको छैन। त्यो भावनाले यो कदम सच्याइयोस् र ठुला तस्करलाई नछोड्नुहोस्। साना मान्छेहरूलाई जसले जीविकोपार्जन गर्छन् उनीहरूलाई सहजताका साथ अगाडि बढाइदिनका लागि अपिल गर्छु। 2 किलो चिनी ल्याउने मान्छेलाई समाती कुटिएको छ। अहिलेको सरकारलाई र अहिलेको गृहमन्त्रीलाई म यही मञ्चबाट भन्न चाहन्छु, तराईका ती दाजुभाइहरू आफ्नो चेलीबेटीको विवाह व्रत बन्द गर्नलाई, आफ्नो 2 किलो चिनी खानका लागि, 2 किलो तरकारी ल्याउनका लागि नेपालमा चिनी उत्पादन त छैन नि त, पर्याप्त मात्रामा छैन नि त। आज बोर्डरमा तानेर राज्य छैन भन्ने जस्तो गरी नेपालका नागरिकप्रति जुन कुटपिट गरिएको छ त्यो कुटपिटको म घोर भर्त्सना गर्दछु। सरकारले छिटै नयाँ कदम चालोस्, किनभने यो देश जनताप्रति जवाबदेहिता हुनुपर्छ। हो, गर्नुहोस् न। तपाईँ हामी ठुल्ठुला कन्टेनरहरूमा सामान आउँछ, अरबौँ रुपियाँको तपाईँको करछली भएको छ, अन्डर भ्यालुएसन भएको छ। ती तस्करलाई गृहमन्त्रीलाई नछोड्न म अपिल गर्न चाहन्छु। तर ती सर्वसाधारण जनताले 2 किलो चिनीका लागि 1 सरो कपडाका लागि आज भन्सार पारी गएपछि वारी आउँदा नेपाल प्रहरीको वर्दी लगाएका मान्छेले लट्ठी समाएर कुटिरहेको कुरा चाहिँ मलाई अलि ठिक लागेको छैन, रापरवालाई ठिक लागेको छैन। त्यो भावनाले यो कदम सच्याइयोस् र ठुला तस्करलाई नछोड्नुहोस्। साना मान्छेहरूलाई जसले जीविकोपार्जन गर्छन् उनीहरूलाई सहजताका साथ अगाडि बढाइदिनका लागि अपिल गर्छु। सभापतिज्यू एवं पार्टीका सहमहामन्त्रीज्यू, कार्यक्रमको प्रमुख अतिथि पार्टीका सर्दै अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेनज्यू, पार्टीका उपाध्यक्षज्यूहरू, महामन्त्रीज्यूहरू र पार्टीका माननीयज्यूहरू, सबैमा मेरो एकपटक सबै अहिले यो कामसाम छोडेर पनि अहिले यहाँ आउनुभएका पार्टीका विभिन्न तह र तब्कामा बसेर रात दिन अहरात्र खटिने हुने तपाईँ महान योद्धाहरूप्रति म सबैलाई जय राष्ट्रवाद जय नेपालको न्यानो अभिवादनले स्वागत गर्न चाहन्छु। तपाईहरूलाई आज मैले धेरै कुरा भन्नुपर्ने छैन, तर एउटा कुरा भन्न मन छ। कोही पनि नआत्तिनुहोस्, आत्तिनुपर्ने कुनै कारण छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी एकपटक फेरि यो देशको धर्म, संस्कार, संस्कृति र राष्ट्रियतालाई आत्मसात गरेर यो देशको मार्गमा श्री 5 बडा महाराज धीराज पृथ्वीनारायण शाहले उठाएको पथमा अगाडि बढ्छ। यसका लागि धैर्यता मात्र गरिदिनुहोस् म तपाईँलाई अपिल गर्न चाहन्छु। धेरै कुराहरू आएका छन्। पार्टीको सचिवालयलाई पनि भन्न चाहन्छु, सम्मान गर्नुहोस्। पार्टीको विरोध गरेका साथीहरूलाई पनि यो कार्यक्रममा बोलाउनुहोस्, किनभने यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो। प्रजातन्त्र पार्टी भनेको डेमोक्रेसी हो। डेमोक्रेसी भनेको यस्तो कुरा हो कि मसँग फरक विचार हुन सक्छ, तर फरक विचार भए पनि हामी सँगै बस्न सक्नुपर्छ, सँगै हिँड्न सक्नुपर्छ, सँगै खान सक्नुपर्छ। यदि हामीले फरक विचारलाई सम्मान गर्न सकेनौँ भने हामी र माओवादीमा के फरक भयो? फरक हुँदैन। त्यो भए हुनाले म सबैलाई मेरो अपिल छ, अनुरोध छ र युवा साथीहरूलाई अहिले कता सुनिराखेका छु। तपाईँहरूलाई मैले अस्ति पनि भनिसकेँ संसदको रोस्टरमा उभिएर, यो 2064 सालमा सशस्त्र हतियार बोकेर आएका, मान्छेको घाँटी काट्दै आएका, घर तहस नहस गर्दै आएका माओवादीले समाप्त गर्न नसकेको शक्ति हो रापरवा। त्यो भएको हुनाले अहिले केही पनि विचलित हुनुपर्ने अवस्था छैन। त्यो भए हुनाले फेरि हामी जुड्छौँ, फेरि उड्छौँ। मुलुकको खातिर, राष्ट्रियताका खातिर हामीले स्पष्ट भनेका छौँ, भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु बराबर भनेर हाम्रो पार्टी अध्यक्षको कसमका साथ हामी यहाँ बढेका छौँ। यसमा कसैले आपत्ति मान्नुपर्ने अवस्था छैन। हो, यो जीवन्त पार्टी हो। जीवन्त पार्टीमा विभिन्न उतार चढावहरू हुन्छन् र यो प्रजातान्त्रिक पार्टी हो। प्रजातान्त्रिक अभ्यासलाई हामीले अवलम्बन गर्न सक्नुपर्दछ। यदि हामीले ल भन्नुहोस् न, उदाहरणका लागि जुम्लामा मेरो कति आयो भोट? 14,000। खसेको कति हो? 41,000। 14 - 41 गर्नुहोस् त, अरू सबै बाँकी त मेरा विरुद्धमै भोट हाले हो नि त। अब मैले ती मेरा विरुद्धमा भोट हाले मान्छेलाई मैले तिनका कुरा सुन्दिनँ भनेर हुन्छ? मैले त घोषणा गरिसकेँ, चुनाव जितेका दिनदेखि म सबको साझा व्यक्ति हो। चुनावको अघिल्लो दिन पो म रापरवाको उम्मेदवार भएर आएँ। चुनाव जितिसकेँ, सरकारी तलब खाए त म सबको साझा हो नि त। हो, त्यस्तै यो पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानका साथ अगाडि बढाउन सक्नुपर्छ हामीले। यदि त्यो सकेनौँ भने भोलि हामीमा के हुन्छ भने भोलि ममा पनि तानाशाही प्रवृत्ति हुनसक्छ। यो एउटा सिकाइ हुँदै जान्छ। त्यो सिकाइले भोलि हेर्नुहोस् अप्ठ्यारो अवस्थामा पार्छ। त्यो भए हुनाले अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँसम्म पुगेको छ।
मेरो अरू केही पनि भन्नु छैन, दायाँ बायाँ कुरा केही पनि छैन। आश गर्नुहोस्, जो जहाँ छौँ त्यहीँबाट खट्यौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशका सांसदहरू हुनुहुन्छ, स्थानीय तहमा चुनाव जितेका छौँ, सङ्घमा छौँ, यो राष्ट्रिय पार्टी हो, राष्ट्रिय पार्टी बनेको छ। त्यो भएको हुनाले अहिले हेर्नुहोस् त, अहिले भ्रष्टाचारका काण्डहरू आए, फाइलहरू आएका छन्, तर राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वप्रति अहिलेसम्म एउटा प्रश्न उठेको छैन। त्यो भएको हुनाले हामीले इमान्दारीका साथ अगाडि बढ्छौँ, त्यसमा कोही कसैले पनि आपत्ति नमाने हुन्छ। त्यही भएको हुनाले म अहिले पनि यो विशेष गरेर आज हाम्रो पार्टीभित्रकै कार्यक्रम भएको हुँदा देश विदेशमा छरिएर बस्नुभएका शुभचिन्तक, नेता, कार्यकर्ता सबैलाई मेरो अपिल र अनुरोध के छ भने, राष्ट्रवादको महाअभियानमा, राष्ट्रवादीको महान कित्तामा श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहले देखाएको दिव्य उपदेशको बाटोमा हामी 1 इन्च पनि डगमगाउँदैनौँ। यसका लागि हामी आत्मसात गरेर अगाडि बढ्छौँ। तर तपाईँहरूको धैर्यता आवश्यकता छ। त्यो धैर्यताका साथ रापरवाको शक्तिमा अगाडि बढ्नका लागि म अपिल गर्न चाहन्छु। म त्यही हो, अरू केही पनि छैन। तपाईँहरू के छ गाह्रो हो, हामीले केही कमी कमजोरी गरे हौँला, यो हामीले स्वीकार्नुपर्छ। किनभने जनताले त हामीलाई पत्याएनन् नि त, यो त हामीले स्वीकार्नु पर्यो नि त। हो, ती हाम्रा कमी कमजोरीहरू के हुन्, ती कमी कमजोरीलाई हामीले अहिले करेक्सन गर्ने कि हामीले अहिले युवा पुस्ताको माग के हो? अहिलेका युवा पुस्ताहरूले के खोजिरहेका छन्? यहाँ पार्टीसँग विमति होइन, उम्मेदवारसँग विमति छ। तपाईँलाई आज भन्नुहोस् त, नेकपा एमाले भित्रका यदि पार्टी नै खत्तम भएको एमालेका युवाहरूले कसरी जितेर आउँथे? खै त एमालेका युवाहरूले जितेर आछन्। जस्तै उदाहरणका लागि क्षितिज थेबेले जितेर आउनुभयो। हामीले कहीँ कतै केही कमी कमजोरी गरेका छौँ कि भने त्यो आत्मसमीक्षा गरौँ, आत्मसमीक्षाका साथ अगाडि बढौँ।